भदौ 23 गते जुन 19 जना मारिए त्यो सरकारले आदेश दिएर गोली हानिएको होइन रे। त्यो त एम्बुलेन्स र कारमा आएर गोली हानेको हो। प्रहरीले गोली हानेको सरकारले आदेश दिएको होइन भनेर यो एमालेको पिउँसो सूर्य थापाले फेरि एकपटक प्युठानका जनतालाई चुतिया बनाउँदैछ। फेरि एकपटक भ्रमको खेती छरेर अब फेरि एकपटक जित्छु भन्ने आशाले यो भाषण फुक्दैछ। अब त प्युठानका जनता सजग हुनु पर्यो नि। यस्ता पिउँसा भरौटे तलुवाहरूलाई चाहिँ अब त त्यहाँबाट बाइकआउट गर्नु पर्यो नि त। अब त बुझ्न पर्यो नि। भदौ 23 गते सरकारले गोली दिएर ड्याम कि ड्याम प्रहरीको गोली लागेको फुटेजहरू भिडियोहरू तत्काल त्यहाँ भएका मान्छेहरूले राम्ररी देखेको छ, निहालेको छ। अनि यो पिउँसोले गएर भाषण गर्दै भन्दैछ कार र एम्बुलेन्समा आएकाहरूले गोली हानेको हुन् कि सरकारले आदेश दिएको होइन रे। कुन मुखले बोल्दैछ यो मान्छे? अनि कसरी पत्याइरहेका छन् प्युठानका जनताले? यस्तालाई त जहाँ कार्यक्रम गर्छ, जहाँ बोलिरहेको छ त्यही अवस्थामा त्यहीँ समातेर यसो मोसोसोसो दलेर 2-4 भाटा बजाएर यसो 1-2 महिनासम्म थला पार्नुपर्ने हो क्या यस्ता यस्तालाई। कतिसम्मको भरमको खेती छर्न सक्या भने क्या बोल्दाखेरि अलिकति लाज पनि लाग्दैन? 19 जना त मारिएको होइन, सरकारले आदेश दिएको होइन रे। अनि एम्बुलेन्स र अनि कारमा आएकाहरूले गोली चलाएर मारिएको हुन् रे। अनि हामीले पत्याउनु पर्ने। यस्तालाई हो क्या भाटा भाटा भाँच्नु पर्ने होइन, डामै डाम बनाउनु पर्ने यस्ता